YouTube to what? YouTube channel you me moyo. Yeah, you will come back. We have to collaborate together. Okay. Guys, हैन आज मौसमले पनि च्यालेन्ज गरिरहेछ इन्द्रदेव पनि आज जेलेसी भइसकेको छन् राहुलको सुन्दरता देखेर सूर्यमा चम्किने आँट आएन त्यही भएर आज घाम लाग्छ हैन अब यो अन्त के लाग्यो मेरो ऑडियन्स भने यति धेरै छ के अनि त्यहाँ लाइभ गरिरहेछ ल गाइज स्टलहरु यता रहेछ हैन स्टलहरु सानसानो अहिले फेरि महानगरहरु उठाइदिनु सक्छ दाइ बेलैमा हटाउनु है ठीक छ पहल छ नि खाना खाइयो Body type bang रहेछौ तिमी बिहानीको घाम हिँडेको बिजुली बालेर हेलो गाइज वेलकम ब्याक टु माय च्यानल टकलार आइसकेको छु फेरि पनि नयाँ भिडियो लिएर आज चाहिँ हामी जाँदैछौँ युनिभर्सिटी अनि युनिभर्सिटीमा एकछिन क्लास सकेपछि हाम्रो चाहिँ फ्रेसमेन फेस्टिभल छ फ्रेसमेन फेस्टिभलको लागि टकलार प्रमुख अतिथि चाहियो भनेर रिक्वेस्ट गरिसकेपछि अब म रेडी भइसकेँ नौटङ्गी वाइफ्सको टकलार ब्रान्ड एम्बेसडर भनौँ होइन नेपाली के भयो कता यता होइन कि उता हो यताबाट जाने हो त्यहाँ हाम्रो क्लासको केटीहरू देखिरहेको थियो क्या त्यही भएर यसो भ्लग बनाउँदै जाम पारेर देखाइदिउँ भन्ने सोच आयो होइन अनि आज चाहिँ कसैले सक्छ गाइज यहाँ लुक्स हेर्नु न गाइज आज चाहिँ म सोचिरहेको छु त्यतैबाट केटाहरू चाहिँ जन्ती आज जसरी आएको छैन होइन अनि आज चाहिँ पानी परिरहेछ बाल भएन छाता ओढेर पोपटलाल बन्नु छैन मलाई होइन हजुर कसलाई ए सृष्टि छोरी मान्छे भन्छ लेट गरेर त्यस्तै हो यार हुन त सेन्ट खानदानको सेन्ट डाइनेस्टीको अलिकति टाइम लागिहाल्छ रेडी हुनलाई होइन इभन मलाई त केटा भएर टाइम लाग्छ भन्छ उ त सेन्ट खानदानको केटी टाइम लागेर यस्तो निस्किन्छ टाइम लागेर नि यत्रो यस्तो टाइम निस्केर तनाव भएछ मोहल्ला खेलमा आफ्नो काम गर खुलुखुलु अब चाहिँ हामी सिधै युनिभर्सिटी जाने युनिभर्सिटी गएर क्लास बसेर त्यसपछि फ्रेसमेन फेस्टिभलमा के कस्तो रहेछ अनि नेपालीहरूको एउटा पर्फर्मेन्स पनि छ अरे होइन त्यहाँ हेर्नु पऱ्यो अनि सबैलाई आशीर्वाद दिनको लागि मजा आउँदैछ मेन त होइन अलिकति कपाल काटेर हेर्नु नि गाइज अलिकति नराम्रो देखिरहेको थियो गाइज होइन हामी चाहिँ अब टक्कलार सबैजना भएर हिँडिसक्यौँ भने युनिभर्सिटीतिर अनि आज चाहिँ मैले जे भने फ्रेसमेन फेस्टिभलमा रमाइलो हुन्छ जे कस्तो हुन्छ थाहा छैन होइन नेपालको वेलकम प्रोग्राममा त म आफैले होस्ट गरेर चलाइदिएँ तर आज विदेशमा आइसकेको मेरो रिकग्नेसन मलाई चिनेकै मान्छेहरूले को रहेछ रल रोयल भनेको नौटङ्गी भाइब्सको अनर भनेको को रहेछ द ब्रान्ड एम्बेसडर अफ इन्टरटेनमेन्ट के लास्टै राम्रो देख्छ कि आज तिमीले र मैले होइन हुन्छ नि सेन्ट डाइनेस्टीलाई आज रिप्रेजेन्ट गरिरहेको छु नि त कस्तो हो यो माया भन्ने चिज त्यतिकै त गीत आइदिएन नि त गाइज होइन आज मौसमले पनि च्यालेन्ज गरिरहेछ इन्द्रदेव पनि आज जेलेसी भइसकेको छन् राहुलको सुन्दरता देखेर सूर्यमा चम्किने आँट आएन त्यही भएर आज घाम लाग्छ होइन जो कुछ तो कर रहा है ठीक नहीं कर रहा आई डोन्ट लाइक दिस किनकि आज राहुल हिँडिसक्यो नि त आज लिएर होइन फेरि गाइज त्यत्तिकै नरिसिनु होइन अनि हामी चाहिँ अल द वे टु युनिभर्सिटी टु एटेन्ड द फ्रेसमेन फेस्टिभल अनि आज यो भन्छ हजुर के भयो सरी खुट्टा छोको हजुर लेस छैन नत्र के बाँधिदिनु पर्छ होला तिमीले लगाइस होइन चाँडो जानु पऱ्यो हामी चाहिँ अब ढिलो भइसक्यो क्लासमा फेरि पढ्नु पर्छ हजुर अघि कस्तो राम्रो हामी नाच्दिने टिकटकमा बनाएर ब्ल्याक छ नि रुपेशनी ब्ल्याक प्यान्ट गाइज होइन टक्कलाएर हामी कलेजमा आएर पढेर भ्याएर चक्कलाएर अब लाइनमा बसिसक्यौँ होइन फ्रेसमेन फेस्टिभलमा जानु पऱ्यो अरे अनि यिनीहरूलाई लाइन कन्ट्रोल गर्ने जिम्मा मलाई दिन्छ होइन प्रमुख अतिथिलाई साथी 0.1बाट फेरि प्ले स्पिड अलिक घट्छ 0.1 होइन ए हुन त मेरो बोली नै त्यो लास्ट स्पिडमा छ कि होइन ढिलो हेर नि त ढिलो त मलाई हेर्दै हेर्दैन कसरी केटीहरूले झन् ब्लग चाहिँ हेर्दैन मलाई हेर्दैन भन्नु थियो गाइज अब चाहिँ लाइनमा बसेर लाइन बिस्तारै जाँदैछ हाम्रो प्रेसिडेन्ट भाइस प्रेसिडेन्ट र फ्युचर प्रेसिडेन्ट म तपाईँहरूको साथमा आइसकेको छु लाइनमा नमस्कारमा भागिनु पनि होइन तिमी त दीक्षा नहुने होइन गाइज होइन देश विदेश टक्कलाएर इन्टरनेसनल मिटिङमा जस्तो भाइ भइरहेछ होइन देश विदेश कुन देशका हुन् यिनीहरू सबै यिनीहरू सोधन अनुनारा साराम यही हो अनुनारा साराम यही हो म यही हो
अनुनारा सारा मुया यो प्रनिस दाइ हो ब्रोनिस चाहिँ गाइज होइन जे होस् रमाइलो भइरहेको छ डिफ्रेन्ट विधा मतलब के अरे के भन्छ अरे के अरे इफेक्ट होइन क्या त्यसलाई इभेन्ट होइन क्या त्यो फ्याकल्टीलाई क्या फ्याकल्टी नै भन्छ नि फ्याकल्टी होइन कोरियनमा भन्ने होला नि कोरियनमा होइन कि जस्तै विधाहरू भने जस्तै फ्याकल्टीकै डिफ्रेन्ट फरक 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 फ्याकल्टी समीर चाहिँ समीर आयो होइन द मोस्ट अनवान्टेड पर्सन इन आवर ग्रुप भनेर मलाई भन्छन् यिनले होइन प्रनिस दाइ उता गयो कति टाइम लाग्छ एकछिन जाम भयो सक्यो है गणेश दाइ ह्यान्डसम देख्नु भयो है तपाईँ त वाइ अलवेज तर म जति चाहिँ नै है दाइ हो क्या म जति चाहिँ नै है भनेको मात्र म किनसँग आयो ल मुभ हार्ड पाली 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 हामी नेपाली ने लगाइज आज फ्रेसमेन फेस्टिभल रहेछ टिका सिका लाएर दक्षिणा सचिना दिन्छ दिँदैन थाहा छैन पाली पाली हामी नेपाली भनेर हाम्रो मूल नाराको साथमा आइसकेका छौँ र किनसिङको सबैले हेर्नुपर्छ आजको भिडियो चाहिँ म सबैलाई प्रत्यक्ष प्रसारणमा छु दर्शक बिन म प्रत्यक्ष प्रसारणमा छु यतिखेर भने जस्तो कङ्ग्रेचुलेसन प्रोग्राम ओरिएन्टेड भएर आएको कि खाना आएको ओए गाइस प्रोग्राम ओरिएन्टेड भएर आएको कि खाना आएको हामी प्रोग्राम सकेर खाना आएको माथि ड्रोनले नि खिचिरहेको छ यो चाहिँ मेरो अफिसियल ड्रोन होइन आज माथिबाट त्यो अलिकति वाइड फेजमा खिच्नको लागि गाइस द्रोणाचार्य कहाँ यसो हेर न द्रोणाचार्य वा यस्तो ह्युमर तिमी नेपाललाई चाहिने मान्छे हो कि लगाइज स्टलहरू यता रहेछ होइन स्टलहरू सानसानो अहिले फेरि महानगर आएर उठाइदिनु सक्छ दाइ बेलैमा हटाउनु है क्या रे भिकमङ्ग्या कोरियन नि हाँसिदिन्छ कि सरी दाइ सरी अलिकति म अलिकति भावुक भइदिएँ क्या डिपोर्ट गरेर पठाइदिएँ फेरि कलेजबाट निकालिदियो भने अर्को आपत ब्र यता गह रोक्या उता गह रोक्या जहाँ पनि ब्लगमा कसलाई प्रोफेसर जान भयो हेलो इन्जोय थ्याङ्क यू हाउ टु युज academic writing in blogging to write a topic caption to begin with hello guys, welcome back to my channel. Furthermore, we are here to introduce myself. Oh हाम्रो प्रशान्त खै प्रशान्त साझा नेम यति धेरै लाइन छ हैन आज फ्रेसमेन फेस्टिभलको लागि तर मलाई फ्रेसमेन फेस्टिभल भन्दा नि अलिकति डान्सर म नाच्दिने आज गर हाम्रो नेपालकै पर्फर्मेन्स छ क्या है दुश्मन हेरेको हेरे के देखाउनु देखाउ आज म सक्दिनँ तिमीले ढिलो भयो म ढिलै छु कि अलिकति जेमा पनि तर मलाई पाली हुनुपर्छ कि वासरुम जानु मन थियो कि मलाई वासरुम जानु मन थियो भ्लगमै गर्दै त्यो त गरिरह दिन रात युट्युबमा आएर हग्यो भन्दै कमेन्ट आउँछ क्योंकि मैं चूतिया हूँ मेरा दिमाग चूतिया है सेन्टर अफ एट्र्याक्सन एमा को हुन्छ कि गाइस सेन्टर अफ एट्र्याक्सन को हुन्छ कि रोल गाइस चिसो कुर्सी भिरेको छ होइन आज तर जति चिसो भयो नि आज राहुल सेनको के अरे ह्यान्डसमनेस राहुल सेनलाई देखेर सबैको जल्नेवाला छ क्या कोही हाम्रो पिङ्की कोही हाम्रो रिङ्की सब कोरियनहरू छ नि त हामीलाई त कता बोलाएको फर्स्टमै बस्ने असम घरका बाबुआमा परिवारहरू तपाईँहरूले अन्तर्राष्ट्रिय बुहारी पाउने लक्षण देख्छु होइन मैले लगाइज होइन हाम्रो प्रोग्राम भनेको यही हो यति धेरै इन्टरनेसनल स्टुडेन्टहरू छन् जताततै सर्लक्कै होइन सबैजना क्यामेरा स्टेज त्यहाँ रहेछ को नाच्ने के गर्ने तक्लाएर डिजिटल बोर्डहरू सबै छ राहुललाई आज क्लोजिङबाट सर्ट लिएर हिँड्छ कि राहुललाई भनेको राहुल भनेको को भन्ने कुरा हाम्रो योगेशन कस्तो के को लागि आज प्रोग्राममा खाना लाग्यो कि नाच्नलाई हेर्न आयो कि के गर्न लाग्यो यो हाम्रो झापा गाइज आज मौसम अलिकति अँध्यारो भए पनि राहुलले यहाँ उज्यालो छर्ने काम गरेको छ एउटा ज्योति बनेर आइसकेको छ राहुल आज भनौँ न एउटा सूर्यको किरणभन्दा तेज मुस्कानको चमक लिएर राहुल यहाँ हाजिर भइसकेको छ र यहाँ हाम्रो साथीहरू आइसकेका छन् र त्यहाँ टिकट लिएर मसँग चाहिँ टिकट पनि छैन मलाई बाल पनि छैन अनि गाइज के छ भन्दाखेरि कुरा के हो भन्दाखेरि
राहुल हिरो के छ हाम्रो फ्रेसमेन प्रोग्राम है गाइस आज उनीसँग म नाच्न लाग्यो है ल गाइस यस्तै नेपाली भए पनि डोन्ट के भन्नु त उहाँ चाहिँ हाम्रो नाताले ज्वाइँ साहब पर्नुहुन्छ होइन अनि गाइस मेन कुरा भनेको यही हो कि आज नाच्ने भन्ने प्लान थियो कि हाम्रो भने धेरैको प्लान थियो हाम्रो धीरेन्द्र ब्रो के छ तिमी नै आइदिएको आज टिकट बिना किन्छौ म ब्ल्याकमा बेच्छु नेपाली भएपछि हो हेलो रोनाल्डो माई Can I take your photo? Yeah, you can take my photo with the camera, okay? Oh, okay. I'm a vlogger from Nepal. Like this. Okay, like this. Okay. Guys, यस्तै हो कि कोरियन सबले फोटो खिचिहाल्छ मेरो सरी what? Yeah, YouTuber. Yeah, okay, thank you. 감사합니다. Yeah. I have YouTube too. YouTube too. What's your YouTube channel? I am just Velo. Yeah, I'm also a vlog like Nepalese. Oh. Yeah, no drinking vibes. What's your YouTube channel name? Channel name. Just Korean. Just Korean time. What? Irum. YouTube channel Irum Moyo. I will come back. Yeah, you will come back. We have to collaborate together. Okay. डूबे तो यूं जैसे हो हाय इतना सुकून बाय यस्तै हो गाइज हैन यही हो नि देख्नु अब कोरियामा कसैले सक्छ कोरियन केटी त यतिकै भिडियो ब्लग बनाइ पठाइदिन्छु मैले फेरि थ्याङ्क्स लभ यु फरएभर यतिकै भ्लग बनायो भने कोरियनसँग यताउति गरेर आई विल कम ब्याक भनेर होइन त्यो कम ब्याक गर्छु भनेर जाने म पनि कम ब्याक गर्छु भन्दै युट्युबमा एकचोटि बट आई हेभ टु कम ब्याक 8 जस्ट सिट एन्ड गाइज खै मेरो साथीहरू खाजा बाँडिसक्यो हो हजुर दाइ खानेकुरा के छ कोरियन खानेकुरा बिफ छैन नि हजुर वाट म उता समीरहरू ठाउँ राख्ने होइन चाहिँदैन भनेको अब म यति उस भयो कि निशब्द होइन कि एलीले बोलाएर उता एली मतलब हाम्रो इन्डोनेसियन साथीले बोलाएर उता गएको एकछिन म निशब्द भन्दा नि म शब्दसँगै शब्द कोरेर गाइज आज चाहिँ मैले अलिकति अहिले सायरीको मोडमा नजाउँ होइन गाइज ओए ठाउँ छोड्दैन मलाई छैन होइन दिन्छ होला नि टिकट दिन्छ दिँदाखेरि ओए समीर दिन्न भने होइन म भोकै मर्छु आज नै खाँदिनँ म कोरियन खाना अब खानालाई सिकाएर होइन कि एकछिन म टेन्स भयो कि एकछिन टेन्स देखाउनु पऱ्यो नि त सिम्पति पाउनु लाग्यो नि त अडियन्सबाट सिम्पति पाएर म भ्लगमा सब्सक्राइबर पाउँछु क्या I have just forgot my coupon in my room. What? I got that packet or not? Have a seat and Ask them. This one? Yeah, okay. Guys, मलाई भोकै मार्ने भयो है नेपाली एकजना आएको विदेश मेहनत गर्छु भनेर आएको झन् आज कलेजमा फ्रेसमेन फेस्टिभलमा खाना दिन्छ भन्ने आश बोकेर आएको मान्छेलाई आज मैले कुपन बिर्सेँ हुन त नेपालीको बानी बिर्सिन्छ नेताले देश विकास गर्न बिर्सिन्छ जनताले भोट हाल्न राम्रो नेतालाई भोट हाल्न बिर्सिन्छ र मैले कुपन ल्याउन बिर्सेँ हाम्रो विशाल साथी छन् होइन हाम्रो किन ल्याङ नगरे रे मनी कुपन छैन के मनी त्यही बिर्सेँ भयो छड्दै यार एक्सक्युज मी I have forgot my coupon in my room. Can I get or not? No, I don't know where to. चीटिंग करता है तू चीटिंग करता है तू निकै समयको सङ्घर्षपछि राहुलले फाइनल्ली केही अचिभमेन्ट पायो खाना पायो अब यो राहुल भोकै मर्दैन तर यहाँदेखि भएर भोकै मर्नै दिँदैन कि अब कोरियन केटीहरू आफै पट्टिसकेपछि म भोकै मर्छु होला र यो त ट्रेलर मात्र गाइज हो कि मेरो यहाँ कोरियन केटीसँग बिहा हुन दिनु म तिमीलाई के 84 व्यञ्जन 36 भोज निकै हुन्छ नि स्वादिलो खानाले मैले खुवाइ मार्छु के तिम्रो यहाँ सिट राख्दैनौ मलाई के चखाइदैन ल म त्यहाँ बस्छु ल
यहाँको छ यस्तो माया गर्ने रुम के हो यो रुममेट भइसकेपछि मलाई गर्लफ्रेन्ड चाहिँदैन नि त म ब्लगर के अरे उता एनइबी मलाई थाहा छ प्रकृति होइन तिम्रो नाम होइन चिन्छु कि मैले ओ ए बोले बेटा मस्ते नै मेरो त कति ठाउँमा फोटो खिचिसक्यो यार यहाँ नि कोरियन केटीले के कोलाबरेट गर्नुपर्छ भन्दै थियो कि रुम गरेर म लारै आएको थिएँ यहाँ बसेर खान मिल्दैन यार यो कस्तो ठाउँ हो ठाउँ होइन कसैको भइगयो त त्यसो भए त धेरै साथी भयो मैले एक्लै बस्नु पऱ्यो यार खानेकुराहरू छ खाना नमन लाग्यो कोरियन खाना छ यार अहिले त्यो खानाको लागि रोयो लास्टमा अहिले खाना पाएपछि खानै के हो त्यही माथि पानी परेर यो इन्द्रदेव कति झेलेस भयो कि आज यस्तो राम्रो केटाले घरि खाला स्वर्गकी अप्सरा जस्तो छोड्दा थियो नि इन्द्रदेव धरतीमा झरेकी परीहरू त कोही राहुलको लागि गर्दा राहुललाई तपाईँ मन परी त गरिदिनु भएन नि त आहारे चोखेर पानी ते बोक्ता भाइसा जा पानी परेर ल्याङ भइराखेँ केटा हो बाल्दिराखेँ म त लास्ट गाइज होइन आज पावर ब्याङ्क पनि नल्याएको होइन अब टक्लार भ्लग गर्छु भनेको अब खानसाना खाएर अब मोबाइलमा चार्ज पनि सिद्धिन लगाइसक्यो कि फर्मल लाएर आएको पानीले रुचेर चिसो निमोनी लाउने भयो कोरिया आएपछि खाना नि गुलियो गुलियो स्विट स्विट थ्याङ्क यू लगाइज होइन अब खानासाना खाइयो होइन झन् जोस जागर छ होइन उत्साहले भ्लग बन्छ क्या अब चाहिँ हाम्रो नेपाली चेलीहरू टक्लाएर गेटमा आज नेपालीको पर्फर्मेन्स छ चियर अप गर्नलाई 1 सेकेन्ड भन्नलाई म छँदैछु होइन गाइज अनि आज देख्नुभयो कोरियन नेपाली बङ्गलादेशी सबै इन्टरनेसनल मैले अब कूटनैतिक सम्बन्ध अन्तर्राष्ट्रिय कूटनैतिक सम्बन्ध बनाउँछु दाइ कस्तो छ एकदम ठिक छ होइन मजा गऱ्यो अब चाहिँ मैले अन्तर्राष्ट्रिय कूटनैतिक सम्बन्ध बनाउँछु कि चितवन जापान सबैको जापान हुन न चितवन रे फेरि मैले के छ त नेपाली केटा आयो ठिक छ पहल छ नि खाना खाइयो थप गर्ने कि नै लगाइज होइन त्यही कुरा चाहिँ अब प्रोग्रामहरू यहाँ अब मन्तव्य गन्तव्य कतासम्म के तव्य बोल्दैछन् होइन यो चलिरहन्छ राहुल नि बोलिरहन्छ अलिक एकछिनमा फेरि भेट्नुपर्छ गाइज होइन हामीलाई अहिलेसम्म बल्ल खानासाना दिएर अहिले त्यत्तिकै गरेर हाम्रो फेरि अर्को ब्लगर भेटेँ इन्टरनेसनल खानासाना दिएर भर्खर सकेर म चाहिँ रुमतिर गएर पावर ब्याङ्क ल्याएकै चार्ज थिएन तपाईँहरूलाई चाहिँ ब्लग चाहिँ रेगुलर वेमा त दिनै पऱ्यो होइन त्यही भएर पावर ब्याङ्कमा अब कनेक्ट गरेर यस्तो मेहनत गरेपछि कि तिनी सब्सक्राइब गर्नु भएन भने तपाईँको के म झुन्डेर मरम यी पावर ब्याङ्क यो डाटा केबलको पासो लाएर तपाईँहरूले सब्सक्राइब गर्नै पर्छ होइन गाइज एन्ड आई फाउन्ड रिसेन्टली माई कोलाबरेट गर्न त मन लागिसक्यो मलाई त्यतातिर कस्तो राम्रो लाग्यो दुइटै भ्लगरको बिहा गरेको आमामा एउटा सपना सघाउँछु एउटा भ्लगर बिहा गरेको टक्कला हाम्रो रुपेश पनि त्यतातिर केटाहरू सबै सिलमा छन् हो यो अन्त के लाग्यो मेरो अडियन्स भने यति धेरै छ कि अनि बिहा लाइभ गरेर डिसिप्लिन पार्टी बदल लिया साला रिपोर्ट हामीले हाम्रो अर्को साथी कुशल त्यसको नाम चाहिँ के अरे आशीर्वाद आकाश गाइज लेट इट बी होइन गाइज अब चाहिँ प्रोग्राम कतिवटा अफिसियल प्रोग्राम सुरु हुन्छ त्यो पनि खिच्नै पऱ्यो त्यही भएर आज चाहिँ मैले मेहनत गरेर भिडियो खिच्नको लागि भनेर अहिले डाटा केबल ल्याएको छु जतिसुकै लङ्गेस्ट भने पार लाग्यो होइन के नाचेको यो भइहाल्छ नि तिम्रो वाउ यार मेरा टोला नहीं आया टोला मन का कुरा बोलो कि नहीं हत्तेरी का साइलेरी में पल्ला रे साइलोले हत्तेरी का साइलेरी में ए मत ढेले
जोस पुगेन यार उठेर उभन तेरिका साइलेरी मै मलाई पल्ला रे साइलोले तेरिका साइलेरी मै मत ढले 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 मत ढले 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 मत ढले 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 गाइयो दिनलाई पिपलीको छाया हुन्न हजुर आफै हुन्छ दिनदिनै भेट्नलाई आउँदैनौ दिनदिनै भेट्नलाई आउँदैनौ दुई दिनलाई म माया लाउँदिन दुई दिनलाई आउँदैन चट 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 तिम्रो के हो तिम्रो नाम बहिनी परिचय पाम रहेछौ तिमी बिहानीको घाम हिँडेको बिजुली बालेर हट भएर पट भएर ड्युटी भएर हामी हेरेको हेरे हामी हेरेको हेरे मुझे हेरेको हेरे हाम्रो गाइज हाम्रो नेपालको पर्फर्मेन्स भर्खर भइयो होइन कसको डान्स हो ल गाइज होइन टकला र नेपाली खै के ब्लर भइरहेको चाहिँ हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरे मेरो गर्लफ्रेन्ड छ धेरै गर्लफ्रेन्ड हेरेको हेरे You injured or not, man? Oh, Durgesh Sai is a brand investor of entertainment. Enemy looking at us. Yeah, that is. You have to dance next time. Enemy see भनौँ न. Enemy see हेरे. तर नेपाली चाहिँ मजा आयो गाइज नेपाली पर्फर्मेन्स धेरै पछि कहाँ उतै मलाई दौड ओए लाइट अन गर रमाइलो भएन यार यो त लाइट बल मलाई हटाइदिएर हो लाइट बल जुनकेरे बत्ती बाल्नु पर्यो जुनकेरे ओ बोले ओए टिकट होला फेरि गरेर आउँदा यस्तो गीतमा झन्डी लिएर आउँदा कति रमाइलो होला क्या भन्नु त होइन घरमा लगाएर आएको आज नाच्नु लगाएर पछाडिपट्टि भयो अगाडिपट्टि भयो भने रमाइलो हुन्छ
तिम्रो नाच्नु पर्ने छ के भोलि के भने अगे गुरुङ घुमेको गुरुङ घुमेको के हो यो नाच ल यार यो त भाइबै छैन यार भाइबै आएन यार ओ केटाहरू आए चोरहरू गाइज होइन कोरियनको डान्सहरू चलिरहेको छ होइन कोरियन नेपाली सबैको डान्सहरू केटाहरू सब कपालेर बस्न थालिसक्यो होइन म चाहिँ खोजिरहेको छु म चाहिँ अलिकति नेपालीले त बालिन्छ नि विदेशीले पनि बाल्नु बट अलिकति अब अन्तर्राष्ट्रिय हुनु पऱ्यो क्या यो बेला भनेको अन्तर्राष्ट्रियमा छाउने हो ओ नाचेर चामल गयो त्यस्तो डान्स चल्यो म यति हामी उताबाट हेरेर अब राम्रोसँग देखिएन कि गाइज अलिकति रात परेर होला यतापट्टि लाइट बालेन नेपालीहरूको यो गीतमा त म आफै उठ्थेँ होइन यता अब राम्रो हेरेन तर पनि यो फ्रेसमेन्ट फेस्टिभलहरूको रमाइलो लाग्यो घर जाने रे किन घर जानु पर्छ तिमीलाई नेपाल जाने हाम्रो ट्राभल एजेन्सी छ त हाम्रोबाट टिकट काट्नु है सबे बम्बा काइली जात पात में माई के दिया था गाली बात बात में लगाइज होइन नाचगान त चलिरहन्छ होइन के हुन्छ होइन सबै कुरामा फेरि सबैजना ओ माइको के चल्यो फेरि अलिकति डिटेलमा कसलाई खानु भन्ने कुराको मलाई पसन्द आएन कि यार फेरि अप्सन भएपछि कुनै बेला त मनी अप्सनमा थियो होला फेरि अप्सन भएपछि गाह्रो हुँदो रहेछ कि गाइज अघिदेखि मलाई कोरियन गरम भइरहेको मलाई अब बिहा गर्नु जाने त्यसपछि नेपाल फर्किँदाखेरि हातमा पर्थ्यो कि सरी अब मानीमा लाग्नु छ गाइज यार चिसो लागिसक्यो कि डन पल्टेर फर्मल लाएर आएको माको लास्ट चिसो लाग्नु थाल्यो त्यही माथि मेरो कपाल हेर्नु कपाल देखेर कसले म छुट्नै पुग्दैन होला कि आज तर पनि के हुन्छ कस्तो हुन्छ लेट्स सी गीत चाहिँ गर्दाखेरि मेरो आवाज पनि सुनिरहेन होला सुनिरहेको छ आवाज सुनिरहेको छैन यो सब ब्लगहरू आउँछ अस्ति इमिग्रेसनवाला अपलोड गर्ने बाइक त्यो नि अपलोड गर्ने कोरियनहरू त्यतिकै उफ्रिराख्ने यार चलिरहेको छ अझै प्रोग्राम पनि होइन अब झ्याउलाङ थाल्छ यहाँ कोरियन गीतमा कोरियन मात्र नाच्छन् होइन हामी त नाच्नै पाएन यिनीहरूलाई नि बेहुली बनाएर गएर घरमा जन्तीमा नेपाली पञ्चे बाजामा नछैन भने मेरो नाम राहुल छैन होइन क्या लगाइज हामी चाहिँ फर्किन लागेको घरतिर रुमतिर होइन अब कति बस्ने फ्रेसमेन्ट फेस्टिभलमा कति बस्ने होइन अब मेरो नि टाइम हुन्छ अब अर्को ठाउँमा गएर टाइम दिनुपर्छ अर्को ठाउँमा नि अब एज अ स्पेसल अतिथि भनेर मलाई बोलाएको छ कस्तो लागेको हो ए एउटा फ्यान भन्ने मैले भेटाएको थिएँ होइन 2 शब्द जाओस् जाँदैन 2 शब्द जाओस् আহারে চোখের পানিতে বোকটা বাইসা যা मुश्किल से मैं संभला था टूट गया फिर एक दफा के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है, और उम्मीद का दामन छूटा तो नहीं है। इसलिए आज के लिए इतना। मितिनज्यूहरू के छ मितिनज्यूहरू कसरी मित लाउनु भयो हजुरहरूले हजुरहरूको मित लाउँदाखेरि कस्तो कुन ठाउँबाट सूर्योदय भएको थियो भरतपुरबाट छोड्दै गाइज होइन कोही अब सबले इग्नोर गर्छ न थाहा छ म हजुर यस त्यही हो कि सबैको इग्नोर खानालाई जन्मे हो तपाईँहरूलाई थाहा होला सबैले इग्नोर गर्दै आएको म मेरो जन्म भनेको हेप्पिनलाई भएको हो तरसती है निगाहें मेरी तकती है राहें तेरी चाहिए बनाए तेरी ये कैसे मैं बताऊं तुझे सोती नहीं आंखें मेरी कटती नहीं रात मेरी आजको अब हिजोको इमिग्रेसनवाला भ्लग पनि अब हाल्ने छ होइन अनि आजको अब हेरौँ फ्रेसमेन्ट फेस्टिभल नाच्नु थियो अलिकति नाचियो अब कहिले आउँछ मलाई थाहा छैन होइन त्यो भएर गाइज अब ढुक्क बस्नु रेगुलर भ्लग चाहिँ ल्याउनु नसक्यो नि कहिले कहिले त ल्याउँछु होइन तर आजलाई यति भिडियोमा लाइक कमेन्ट र सेयर गर्न नबिर्सनु च्यानल सब्सक्राइब गर्नु भएको छ भने च्यानल सब्सक्राइब गर्नु होला भन्दै आजको भिडियो गर्न चाहन्छु अब हाम्रो बेटारको भिडियोमा हुनुहुन्छ त्यसैले स्टे सेफ टेक केयर गाइज टेक केयर बाइ बाइ लभ यु गाइज